नमस्ते, स्वागत छ तपाईहरुलाई एबीएल फार्मिङ च्यानलमा। आज चाहिँ हामी लसुनलाई यसरी गुठी पारेको लसुनलाई खन्न जाँदैछौँ र खनेर कस्तो ठाउँमा राख्दा लामो समयसम्म लसुन कुहिदैन र पछि बिउको रूपमा हामीले चलाउन सकिन्छ भन्ने विषयमा भिडियो बनाउन गइरहेका छौँ। र भिडियोमा पहिलोचोटि हुनुहुन्छ भने एबीएल फार्मिङ च्यानललाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नबिर्सनु होला। लसुन एक महत्त्वपूर्ण नगदी बाली हो जसको मूल्य बजारमा एकदमै राम्रो पाइन्छ र हामीले चाहिँ हाते ट्र्याक्टरले जोताउने भनेर बुटाबुटै खन्दै हिँडेका छौँ र गुठी पारेको लसुन एकदमै राम्रो फलेको छ। लसुनलाई नेपालमा एक व्यावसायिक तथा घरेलु दुवै प्रयोजनका लागि खेती गर्ने गरिन्छ र खास गरी लसुनलाई महत्त्वपूर्ण मसला बालीको रूपमा पनि प्रयोग गर्ने गरिन्छ। लसुनको प्रयोग भोजनमा स्वाद थप्न र औषधीय गुणका लागि समेत प्रयोग गर्ने गरिन्छ र लसुनलाई चाहिँ गहिरो दोमट माटो उपयुक्त मानिन्छ, जुन माटोमा चाहिँ राम्रो पानीको निष्कासन भएको हुनुपर्दछ र हामीले चाहिँ लसुन खेतीमा गोठे मलको मात्र प्रयोग गर्ने गर्दछौँ र लसुनलाई 2 देखि 3 पटक कुटाउने गर्दछौँ। लसुनलाई यसरी खनिसकेपछि लसुनमा भएको सबै माटोलाई झार्नु पर्दछ र माटोलाई झारिसकेपछि लसुनलाई एक एक गरेर मुठा पार्ने गर्नुपर्दछ। कतिपयले चाहिँ लसुनलाई खनिसकेपछि लसुनको डाँठहरू फालेर भुइँमा फिजाएर सुकाउनुहुन्छ, तर हामीले चाहिँ यस्तै डाँठहरू सँगै मुठा पारेर राख्ने गर्दछौँ र लसुनलाई राम्रो र ठुला फलाउन मलजलको राम्रो व्यवस्थापन गर्नुपर्ने हुन्छ र मलजल राम्रो मात्रामा गरिसकेपछि लसुनलाई गुठी पारिदिनु पर्दछ। यस्तो कार्य गरेपछि लसुनको बोटलाई अग्लो हुनबाट र फुल्नबाट कम गराउन सकिन्छ र लसुनको गानोको वृद्धि विकास गर्न सहयोग पुर्याउँछ र यसले गर्दा दाँत र पातमा जाने जुन खनिजहरू हुन्छ त्यो सबै माथि जान पाउँदैन र तल जरा अथवा गानोमा नै प्रशोधन हुन्छ र लसुनको गानो ठुलो हुने गर्दछ। लसुनलाई चाहिँ हावा नचल्ने कोठामा या कुनै भाँडामा हालेर राख्नु हुँदैन। यदि सही तरिकाले लसुन भण्डारण गरिएन भने लसुन सड्ने, फुल्ने वा किरा लाग्ने समस्या आउन सक्छ। लसुन उत्पादन गरेपछि त्यसलाई तुरुन्त भण्डारण गर्नु हुँदैन। पहिलो लसुनलाई चाहिँ राम्रोसँग सुकाउनु आवश्यक हुने गर्दछ र लसुनलाई जरा पात सहित झन्डै 15 देखि 20 दिन अथवा 1 महिनासम्म हावा नचल्ने ठाउँमा झुन्ड्याएर अथवा भुइँमा फिजेर सुकाउनु पर्दछ र लसुनलाई भण्डारण गर्दा स्थान सुक्खा, हावा लाग्ने चिसो रहनु पर्ने हुन्छ र हामीले उत्पादन गरिरहेको लसुनमा विभिन्न प्रकारका औषधीय गुणहरू पनि रहेको हुन्छ र लसुनको नियमित प्रयोगले रगतको चाप घटाउने, पाचन सुधार्ने र शरीरको इम्युन सिस्टमलाई समेत बलियो बनाउन र हामीले चाहिँ लसुनलाई यसरी मुठा पारेर यसरी तालमा एउटा रस्सीको सहायताले झुन्ड्याएर राख्ने गर्दछौँ र मेरो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो, भिडियो मन परेमा लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नबिर्सनु होला ताकि यस्तै भिडियोहरू बनाउन मलाई हौसला मिल्नेछ। धन्यवाद।